जुम्ल्याहाहरू उनीहरूको सम्बन्धलाई लिएर सधैँ एउटा कौतूहल हुन्छ, होइन त? तर के हुन्छ जब त्यो सम्बन्ध यति गहिरो र अनौठो बन्छ कि विज्ञान र तर्कले समेत त्यसलाई व्याख्या गर्न सक्दैन? आजको हाम्रो यो यात्रामा हामी जुम्ल्याहाका दुई यस्तै एकदमै फरक कथाहरू खोतल्नेछौँ। पहिलो, पोलक जुम्ल्याहाको कथा जसले मृत्युलाई जितेर फर्केको विश्वास गरिन्छ, अनि दोस्रो, साइलेन्ट ट्विन्सको कथा जसको सम्बन्ध तोड्नको लागि मृत्यु नै आवश्यक भयो। ल, पहिलो खण्डमा जाउँ, जुम्ल्याहा रहस्य। कहिलेकाहीँ जुम्ल्याहाहरूको जुन बन्धन हुन्छ नि, त्यो यस्तो अनौठो मोडमा पुग्छ कि हाम्रो सामान्य तर्कले कामै गर्न छोड्छ। आउनुहोस्, यही रहस्यमय सम्बन्धको गहिराइमा डुबुल्की मारौँ र केही बुझ्ने कोसिस गरौँ। यसले हामीलाई एउटा निकै आधारभूत प्रश्नमा ल्याइपुर्याउँछ। आखिर दुईजना मान्छे बीचको सम्बन्ध कतिसम्म गहिरो हुन सक्छ र? आज हामीले प्रस्तुत गर्ने दुई कथाहरूले मानवीय सम्बन्धका दुई चरम र साँच्चै नै अविश्वसनीय उदाहरणहरू देखाउँछन्। हामी जुम्ल्याहाका दुई यस्ता चर्चित घटनाहरू हेर्दैछौँ जुन एकअर्काभन्दा एकदमै फरक छन्। एउटा कथा छ पोलक जुम्ल्याहाको, जसको बन्धन यति बलियो थियो कि त्यसले मृत्युलाई पनि जित्यो भनिन्छ, जसलाई पुनर्जन्मको प्रमाणको रूपमा पनि हेरिन्छ। अनि अर्को कथा साइलेन्ट ट्विन्सको, जसको बन्धन यति तीव्र र खतरनाक थियो कि त्यसलाई तोड्न मृत्यु नै चाहियो। ल, सुरु गरौँ पहिलो कथाबाट। दोस्रो खण्ड, पोलक जुम्ल्याहा, एक दोस्रो जीवन। यो कथा हो त्रासदी र सायद पुनर्जन्मको। हाम्रो यो यात्रा इङ्ग्ल्यान्डको हेक्सम सहरबाट सुरु हुन्छ, जहाँ पोलक परिवारसँग घटेको एउटा दुःखद घटनाले असाधारण रहस्यलाई जन्म दियो। कुरा सन् 1957 को हो। जोआना र ज्याक्लिन पोलक नामका दुई दिदीबहिनीको एउटा भयानक कार दुर्घटनामा ज्यान गयो। उनीहरूका बुबा जोन, जो पुनर्जन्ममा निकै विश्वास गर्थे, उनले एउटा अनौठो भविष्यवाणी गरे कि उनीहरू जुम्ल्याका रूपमा फेरि फर्कनेछन्। अचम्म त के भयो भने ठ्याक्कै 1 वर्षपछि सन् 1958मा जिलियन र जेनिफर नामका जुम्ल्या छोरीहरू जन्मे, र जब उनीहरू करिब 3 वर्षका भए, उनीहरूले यस्ता कुराहरू बताउन थाले जसले सबैलाई चकित नै बनायो। अब यहाँ एउटा रोचक कुरा के छ भने पोलक परिवारमा यसअघि कहिल्यै पनि जुम्ल्याहा जन्मेकै थिएनन्। डाक्टरहरूले पनि एउटै बच्चा मात्र हुन्छ भनेका थिए, तर बुबाको त्यो असम्भव जस्तो लाग्ने भविष्यवाणी त्यो साँचो साबित भयो। तर रहस्य यतिमा मात्रै कहाँ सकिन्थ्यो र? सानी जुम्ल्याहा जेनिफरको शरीरमा केही यस्ता अनौठा चिन्हहरू थिए जुन ठ्याक्कै उनकी दिवंगत दिदी ज्याक्लिनसँग मिल्थे। जस्तै ज्याक्लिनको निधारमा बाल्टिनमा लड्दा लागेको चोटको दाग थियो, तर जेनिफरको निधारमा ठ्याक्कै त्यही ठाउँमा जन्मचिह्न थियो। कम्मरमा भएको कालो दाग पनि उस्तै। अझ अचम्मको कुरा त के भने ज्याक्लिनलाई पेन्सिल समात्न गाह्रो हुन्थ्यो र जेनिफरले पनि ठ्याक्कै त्यही अनौठो तरिकाले पेन्सिल समात्थिन्। जब उनीहरू अलि बोल्न सक्ने भए, तब झन् अचम्मका कुराहरू बाहिर आउन थाले। उनीहरूले आफ्ना दिवंगत दिदीहरूका खेलौना टेडी र टमीलाई देख्ने बित्तिकै चिने। उनीहरूलाई यो पनि थाहा थियो कि ती खेलौना सेन्टा क्लजले दिएका हुन् भनेर। परिवार हेक्सम छोडेर अर्कै सहरमा सरेको थियो, तर जब उनीहरू घुम्न फर्किए, जुम्ल्याहाले आफ्ना दिदीहरू पढ्ने पुरानो स्कुल र उनीहरूलाई मनपर्ने पार्कको बाटो सजिलै देखाए, जुन ठाउँ उनीहरूले पहिला कहिले देखेका थिएनन्। तर सबैभन्दा डरलाग्दो क्षण त त्यो थियो जब आमा फ्लोरेन्सले एक दिन जिलियनले जेनिफरको टाउको समातेर भनेको सुनिन्, तिम्रो आँखाबाट रगत बगिरहेको छ, जहाँ कारले तिमीलाई हानेको थियो। यो सुनेर फ्लोरेन्सको होसै उड्यो, किनभने उनले जुम्ल्यावालाई दुर्घटनाको बारेमा कहिल्यै केही पनि बताएकी थिएनन्। अब यो घटनालाई लिएर दुई थरी मत छन्। यस घटनाको अनुसन्धान गरेका डाक्टर इयन स्टिभेन्सनका अनुसार शारीरिक चिन्ह, स्मृति र व्यवहारको यस्तो अचम्मको संयोजन पुनर्जन्मको निकै बलियो प्रमाण हो। तर शङ्का गर्नेहरू पनि छन्। उनीहरूको तर्क के छ भने बुबा जोन, जो पुनर्जन्ममा गहिरो विश्वास गर्थे र अलि नियन्त्रण गर्ने स्वभावका थिए, उनले अन्जानमा वा जानी जानी केटीहरूको दिमागमा यी कुराहरू भरेका पनि त हुन सक्छन्। अब पोलक जुम्ल्याहाको यो रहस्यमय कथाबाट निस्केर एउटा बिल्कुलै फरक र अँध्यारो कथातिर लागौँ। तेस्रो खण्ड, मौन जुम्ल्याहा, एक घातक सम्झौता। यो कथा हो जुन र जेनिफर गिबन्सको, जसलाई संसारले द साइलेन्ट ट्विन्सको नामले चिन्छ। यो एउटा गहन सम्बन्ध र मनोवैज्ञानिक बन्धनको कथा हो। यी जुम्ल्याहा दिदीबहिनीले एकअर्कासँग मात्रै बोल्ने अनौठो निर्णय गरे। उनीहरूले आफैले एउटा गोप्य भाषा बनाए जसलाई क्रिप्टोफेसिया भनिन्छ।
यो भाषा तीव्र गतिमा बोलिने बार्बेडियन क्रियोल र अङ्ग्रेजीको मिश्रण थियो। यो भाषा उनीहरू दुई बाहेक अरू कसैले बुझ्नै सक्दैनथ्यो, जसले गर्दा उनीहरू बाहिरी संसारबाट पुरै अलग भए। बाहिरी दुनियाँको लागि त उनीहरू चुपचाप थिए, मौन, तर आफ्नो कोठाभित्रको एकान्तमा उनीहरूको अर्कै संसार थियो। उनीहरू घण्टौँसम्म लेख्थे। उनीहरूले धेरै उपन्यास, कथाहरू र डायरीहरू लेखे, जसले उनीहरूको भित्री संसारको त्यो गहिरो र जटिल पाटोलाई उजागर गर्यो। उनीहरूको त्यो मौनता पछाडि लुकेको संसार कस्तो थियो होला? निकै अँध्यारो। उनीहरूका लेखहरूमा अपराध, समाजले गरेको तिरस्कार, विचित्र खालको हिंसा, बदलाको भावना र एकदमै गहिरो मनोवैज्ञानिक सङ्घर्ष जस्ता विषयवस्तुहरू भरिएका थिए। उनीहरूका डायरीहरूले के देखाए भने उनीहरूको सम्बन्ध असाध्यै जटिल थियो, एक किसिमको विषाक्त प्रेम घृणाको सम्बन्ध। उनीहरू एकअर्काको संसार थिए, तर एकअर्काको जेल पनि। उनीहरूलाई लाग्थ्यो कि उनीहरूको यही एकता नै उनीहरूको सबैभन्दा ठूलो दुश्मन हो। पत्रकार मार्जोरी वालेस, जसले उनीहरूको कथालाई नजिकबाट निहालिरहेकी थिइन्, उनलाई जेनिफरले एक दिन एकदमै शान्त भएर भनिन्, मार्जोरी, मैले मर्नुपर्छ, किनभने हामीले यो निर्णय गरेका छौँ। यो कुनै सामान्य भनाइ थिएन, यो एउटा भयानक सम्झौताको सङ्केत थियो। र उनीहरूले त्यो सम्झौता पूरा गरे। उनीहरूले निर्णय गरेका थिए कि जेनिफरले आफ्नो जीवन बलिदान दिनेछिन् ताकि जुन स्वतन्त्र हुन सकोस्। मार्च 1993 जब उनीहरूलाई एउटा अस्पतालबाट सारिँदै थियो, जेनिफर अचानक बिरामी परिन्। उनले जुनको काँधमा टाउको राखेर भनिन्, अन्ततः हामी बाहिर निस्कियौँ। केही घण्टापछि उनको मुटुमा अचानक आएको सुजनका कारण मृत्यु भयो, जसको कुनै चिकित्सकीय कारण आजसम्म पत्ता लागेको छैन। जेनिफरको मृत्यु भएको केही समयमै जुनमा एउटा चमत्कारिक परिवर्तन आयो। उनी, जो वर्षौंसम्म कसैसँग बोलेकी थिइनन्, पहिलो पटक सबैसँग खुलेर कुरा गर्न थालिन्। उनले भनिन्, म अन्ततः स्वतन्त्र भएँ। जेनिफरले मेरो लागि आफ्नो ज्यान दिई। चौथो खण्ड, दुई बन्धन, दुई भाग्य। ल अब यी दुवै असाधारण कथाहरूलाई एकै ठाउँमा राखेर हेरौँ त। हामीलाई जुम्ल्यागाको बन्धनका दुई बिल्कुलै फरक र चरम स्वरूपहरू देखिन्छन्। एकातिर पोलक जुम्ल्याहा, जसको सम्बन्ध आध्यात्मिक देखिन्छ, जसले मृत्युलाई पनि पार गरेर पुनर्मिलन गरायो। यो एउटा सकारात्मक र जीवन पुष्टि गर्ने खालको सम्बन्ध थियो। अर्कोतिर साइलेन्ट ट्विन्स, जसको सम्बन्ध मनोवैज्ञानिक थियो, एउटा बन्धन जसले उनीहरूलाई कैद गरेर राखेको थियो। यो विनाशकारी थियो र यसको अन्त्य स्वतन्त्रताका लागि गरिएको बलिदानमा भयो। पाँचौं र अन्तिम खण्ड, एक अनसुल्झे रहस्य। आखिर यी कथाहरूबाट हामी के सिक्न सक्छौँ त? यी दुई कथाहरूले हामीलाई मानवीय सम्बन्धको गहिराई र चेतनाको प्रकृतिबारे केही गम्भीर प्रश्नहरू सोध्न बाध्य बनाउँछन्। यी घटनाहरूले हाम्रो सामु केही गम्भीर अनुत्तरित प्रश्नहरू छोडेर जान्छन्, जस्तै चोटको दाग जैविक रूपमा कसरी सर्यो, साझा पहिचानको मनोवैज्ञानिक शक्ति आखिर कतिसम्म हुन सक्छ, के जुम्ल्यामा साँच्चै साझा चेतना भन्ने कुरा हुन्छ, र के मानवीय सम्बन्धको हरेक पाटोलाई विज्ञानले व्याख्या गर्न सक्छ र? अन्तमा यी कथाहरूले हामीलाई एउटा निकै गहिरो प्रश्नमा ल्याइपुर्याउँछन्। के हाम्रो चेतना यति शक्तिशाली छ कि त्यसले मृत्युलाई पनि जित्न सक्छ, वा त्यो यति शक्तिशाली पनि हुन सक्छ कि त्यसले जीवनलाई नै नष्ट गरिदिन्छ? यसको उत्तर सायद सधैँ रहस्य नै रहनेछ।